अनि यहाँभित्र गएर यसरी आफ्नो जिपे यहाँ राख्ने यसरी भ्यूमा नम्बर राखेर यसरी सिम्बल नम्बर राख्दा चाहिँ तपाईँको जिपे आउँछ यसरी यसरी राख्दा चाहिँ यसरी आउँछ तपाईँको जिपे यसरी ट्याक्क अगाडि आइपुग्छ NEBeducation.com मा जाने सबैभन्दा पहिला यसरी गुगलमा गएर NEBeducation.com सर्च गरेर अनि एससी रिजल्टमा क्लिक गर्ने अनि एससी रिजल्टमा क्लिक गरेपछि तपाईँहरूले यहाँ मुनि गएर चाहिँ आफ्नो सिम्बल नम्बर राखेर चाहिँ तपाईँहरूले आफ्नो जिपे थाहा पाउन सक्नुहुन्छ एससीमा कति आउँछ भनेर चाहिँ यसरी थाहा पाउन सक्नुहुन्छ सबैजना चाहिँ वेबसाइट भिजिट गरेर ट्राई गर्न सक्नुहुन्छ अहिले 1800 जनाले हेर्दै हुन्छ सबैले फलो गर्छ 1.8 किले हेर्दै हुन्छ सबैले फलो गर्छ उहाँले आज तपाईँले रिजल्ट सम्बन्धी के कुराहरू भनिदिनुहुन्छ अहिले चाहिँ हामी राष्ट्रिय परीक्षा बोर्ड अगाडि छौँ राष्ट्रिय परीक्षा बोर्डले चाहिँ एससीको नतिजा चाहिँ अबको 2 घण्टामा निकाल्ने तयारी गरेको छ तपाईहरु चाहिँ एससीको रिजल्ट हेर्नलाई एडमिट कार्ड र डेट अफ बर्थ लिएर रेडी अवस्थामा बस्नु होला किनकि रिजल्ट अबको 2 घण्टामा आउँदैछ तपाईहरुको घरमा त्यसैले चाहिँ तपाईहरुले एससीको रिजल्ट हेर्ने तरिका थाहा पाउनु नै भइहाल्यो होला त्यसैले तपाईहरुले आफ्नो एससीको रिजल्ट हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामीसँग लाइभमै रहनु होला हामी तपाईहरुलाई अपडेट दिँदै गर्छौं ठीक छ बहुत लाग्छ के लेटर ग्रेडिङ के भन्दै हुन्छ तपाईहरु म अब एकचोटि सबैको कमेन्ट पढ्छु ल सबैजना कमेन्ट गर्नु सबैले कमेन्ट अनि लाइभले सेयर गरिदिनु सबैको कमेन्ट पढ्छु 31 पुगेछ त फलोअर्स 32 पुग्न लाग्यो 30 अघि नै त थियो हामी राष्ट्रिय परीक्षा बोर्ड बाहिरै रहेका छौं र यहाँबाट चाहिँ तपाईहरुलाई एससी रिजल्ट सम्बन्धी चाहिँ अपडेट दिइरहेका छौं तपाईहरुलाई यसको फलोअर्स सेम टु सेम बढेको छैन कि हामीलाई तपाईहरुले फलो गर्नु भएको छैन भने चाहिँ फलो गर्न नबिर्सनु होला हामीलाई अहिले 9,23,000 ले